0:10 के तपाईँ चर्चित ब्रिटिस अभिनेता माइकल वार्डलाई चिन्नुहुन्छ? टप बोय र ब्लू स्टोरी जस्ता सफल काम गरेका यी अभिनेता अहिले एउटा गम्भीर आरोपमा फँसेका छन्। 10 सन् 2020 मा बाफ्टा राइजिङ स्टार अवार्ड जितेका 28 वर्षीय माइकलमाथि सन् 2023 मा लन्डनमा एक महिलालाई गाडीभित्र बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। पीडित महिलाले बारमा भेटेपछि गाडीमा यो घटना भएको बताएकी छन्। अदालतमा दिइएको बयान अनुसार घटनाका बेला आफू सुन्न भएको र डराएको महसुस गरेको उनले बताएकी छन्, साथै त्यो सबै छिट्टै सकियोस् भन्ने चाहेको पनि उल्लेख गरेकी छन्। महिलाले गाडीबाट बाहिर निस्कने प्रयास गर्दा माइकलले ढोका बन्द गर्न भनेको पनि ज्युरीलाई सुनाइएको छ। यद्यपि माइकल वार्डले भने आफूमाथि लागेका 2वटा बलात्कार र 3वटा यौन दुर्व्यवहारका आरोपहरू अस्वीकार गरेका छन्। उनले महिलासँग भएको सबै यौन क्रियाकलाप सहमतिमा नै भएको जिकिर गरेका छन्। अहिले यो मुद्दा लन्डनको स्नेयर्सब्रुक क्राउन कोर्टमा चलिरहेको छ। 100-120 यस गम्भीर आरोपबारे तपाईको के विचार छ? कमेन्टमा लेख्नुहोस्। यस्तै अन्य ताजा खबरहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र यो भिडियो शेयर गर्नुहोस्।